झ्याप्पै अगाडिको दिन नै गाइस अब त्यो अब झ्याप्पै अगाडिको दिन चुक्का चुक्का and subscribe गरिदिनु होला बाइ बाइ हेलो साथीभाइहरू नमस्ते जजलप्पा सबैजनालाई वेलकम टु माई च्यानल इट्स मी रोमी टुडे आई एम विथ माई सेकेन्ड ब्लग विथ अ प्राङ्क भिडियो है अनि मैले चाहिँ त्यस्तो सोचेको थिइनँ आज सेकेन्ड भिडियो नै प्राङ्क भिडियो लिएर आउँछु भनेर बट आज चाहिँ हेर्न सक्नुहुन्छ देख्न सक्नुहुन्छ उसले चाँदनी वाली डराउने रात भनेको जस्तो सपोर्ट गरिरहेको छ इन्भाइरोमेन्टले पनि अनि आज चाहिँ त्यही माथि हाम्रो फ्ल्याटमा चाहिँ कोही पनि हुनुहुन्न के सबैजना आउट अफ भ्याली जानुभएको छ फ्यामिली मेम्बर्सहरू अनि मेरो जेठानी दिदी हुनुहुन्छ माइली दिदी मात्रै हुनुहुन्छ कि माथि फ्ल्याटमा अनि त्यही भएर आज चाहिँ उहाँसँग प्र्याङ्क गर्न जाँदैछौँ योभन्दा राम्रो अवसर अरू के हुनसक्छ होइन त साथीहरू अनि हामी चाहिँ अब के प्र्याङ्क गर्न जाँदैछौँ भनेर त हजुरहरूले थम्बनेल देखेर बुझिसक्नु भएको छ आज चाहिँ हामी अलिक डेन्जर टाइपको डरलाग्दो भुतिया भ्लग बनाउन जाँदैछौँ अनि हामी चाहिँ मलाई चाहिँ सपोर्ट गर्दै हुनुहुन्छ मेरो बुढाले आज क्यामेराम्यान होइन अनि त्यसपछि हामी चाहिँ अब मिटर बक्सहरू सबै मारिदिन्छौँ घर पुरै अन्धकार बनाइदिन्छौँ अनि त्यसपछि अहिले चाहिँ 11:35 भइसकेको छ अनि पुरै अन्धकार बनाइदिन्छौँ अनि अलिकति उज्यालो त हुन्छ होला किनभने उहाँको चाहिँ रुममा चाहिँ चार्जेबलवाला बल्ब छ अनि त्यस कारण उहाँको हल्का उज्यालो चाहिँ हुन्छ होला बट अरू पुरै अन्धकार बनाइदिन्छौँ कि पुरै मिटर बक्स चाहिँ अफ गरिदिएर ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ अनि अब म लुक्स चेन्ज गर्न जाँदैछु हल्का डरलाग्दो तरिकाको अब कतिको इन्ट्रेस्टिङ हुँदै जान्छ अब हजुरहरूले हेर्दै जानु होला है त देख्न सक्नुहुन्छ है गाइजहरू 11:35 भएको छ रातिको ल साथीहरू मैले चाहिँ मेरो हरर लुक्स मेकअप गरेर भइसकेको छु अब चाहिँ हामी मिटर बक्स अफ गर्नतिर लाग्छौँ अँधेरो भएपछि बल्ल मजा आउँछ क्या पुरै उज्यालो भयो भने त पक्रिहाल्नुहुन्छ नि त्यही भएर क्या मिटर बक्स अफ गर्न जाम है साथीहरू मिटर बक्स चाहिँ यति अगाडि छ कि अनि मैले भेट्दैन नि त त्यही भएर मैले अघि नै खुसी ल्याएर राखिसकेको थिएँ साथीहरू म चढेँ है साथीभाइ हो नमिल्दो रहेछ अरे र साथीभाइहरू अब चाहिँ हामी चाहिँ माथि जान लाग्दैछौँ होइन मैले चाहिँ अघि नै खाना खाने बेलामै मैले चाहिँ मेरो माथि किचनमा काम छ ढोका नलाइदिनु होला भनेर मैले अघि नै भनिसकेको थिएँ कि अनि उहाँको बानी चाहिँ के छ भने यस्तो मोबाइल हेर्नुहुन्छ अनि बेलुका भएपछि त अनि एकैछिनमा सुत्दिने बानी छ क्या उहाँको चाहिँ त्यही पनि चेक गरौँ है सुत्नु भएको छैन भने एकछिन कुरेर जाम्ला यदि सुत्नु भएको छ भने सुरु गरिहालौँ है त ल साथीहरू अभी मजा आएगा ना भिडो तपाईँ क्यामेराम्यान तपाईँ उता माथि लुक्नु म यहाँ तल लुक्छु तपाईँ माथिबाट भिडियो गर्नु म यहाँ तल लुक्छु लगाए चाहिँ अब सुरु गरौँ है त ल A few moments later. ढोका लगाइदिनु के गर्ने को हो है
भयो अब सेकेन्ड एट्याक हान्छ अब फेरि 5 मिनट भइसक्यो अघिको ऊ भएको फेरि गर्छौँ है त ल फेरि समय तपाईँ अलिक कुनामा लुकिहाल्नु है ढुक्का त लगाएर जानु पर्यो चुप्प लगाइदिनु ध्यानमा मात्रै पारिदिन्छु को कति जाडो के हो डराउनु दिन्छ क्या हो ढ्याम्म ढुक्का ढ्याम्म पारेर जानु पर्यो बंद करो हाथ जोड़ के मैं अझ एकचोटि अब चाहिँ टेन्सन अब चाहिँ मै अगाडि जान्छु है गाइजहरू अब चाहिँ मै अगाडि जान्छु गाइजहरू तपाईँ अगाडि आएर खिचिहाल्नु है अब लास्ट हो ल गाइस अब चाहिँ हामी लास्ट टेक लिन जाँदैछौँ लास्ट एट्याक गर्न जाँदैछौँ अब चाहिँ हामी लास्टचोटि गर्छौँ है त अब झ्याप्पै अगाडि गइदिनु है गाइस अब अति हो अब झ्याप्पै अगाडि गइदिनु चाहिँ पर्छ है त ल यसको टाउको फुटाल्यो नि अर्को को ल गाइज हाम्रो चाहिँ अब आजको प्र्याङ्क यहीँ इन्ड भएको छ होइन अब ल उहाँलाई सोध्छु है अब कस्तो लाग्यो हजुरलाई प्र्याङ्क नि प्र्याङ्क हुन्छ थोडी हेर न अझै यस्तो हाँस सबै मान्छेको सातो फुट्नु गयो यहाँ हार्ट एट्याक आउन लाग्यो थियो तर गाइज हजुरहरूले चाहिँ यस्तो प्र्याङ्क कसैलाई नगर्नु होला फेरि कसैलाई केही भइहाल्यो भने पनि हामीले मजाकमा पनि मान्छेहरूको ज्यान जान सक्छ सो प्लिज अब यस्तो प्र्याङ्क चाहिँ नगर्नु मुटुको रोगीहरूले चाहिँ यो प्र्याङ्क नगर्नु होला है त कसैको लागि अनि म त धन्नै बिहोस म डर लागेर कस्तो भएको के त्यस्तो पनि अनि त्यो आफूले सक्नु पर्यो नि अब त्यो के हो अब त्यो के हो अनि रमाइलो लागिन रमाइलो के रमाइलो डर पो लाग्यो मलाई त क्यामेराम्यान किन उहाँ बस्नु भएको लुकेर आउनु न यतातिर देखिनुहोस् उहाँ चाहिँ हाम्रो देवर उहाँ चाहिँ मेरो देउरानी हजुर मलाई त कति डराएको थिएँ म त यस्तो डराएँ नि तर गाइज प्लिज यस्तो चाहिँ नगरिदिनु होला इट्स जस्ट प्र्याङ्क ओके प्राङ्क भयो तर मेरो लागि चाहिँ के भयो इट्स जस्ट अ प्र्याङ्क भिडियो मनमा नलिनु होला है ल ओके ल थ्याङ्क्स फर वाचिङ एभ्रिवान मन परेमा लाइक कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला